हेलो हेलो नमस्ते नमस्ते साथीहरू वाट इज दिस भिटामिन भिटामिन कतिको मनपर्छ तपाईँहरूलाई नेपाली भिटामिन साथीहरू हो लभली हो खुर्सानी खाइन्छ किन हो खोइ जाडोमा नि खाइन्छ गर्मीमा नि खाइन्छ के भयो खुर्सानी त भिटामिनै जस्तो भयो विदेशीले मलाई खालि नेपाली भिटामिन भन्थ्यो मैले खुर्सानी खाए देखेर बाटोमा ट्रेकिङमा तिउन अलिअलि तरकारी सरकारीहरू करेला फल्न थालेछ आइसिनु अलिकति हरियाली देखेपछि चाहिँ मन चाहिँ ऊ हुने के हरियाली देखेन भने यो असमै मेरो पुरानो मोडलको यो मोबाइल हो यो मैले यो तपाईँको के भन्छ यसलाई यो स्वामी हो साथीहरू है मलाई चाहिँ यो भेजिटेबल गार्डनतिर नआएको धेरै भयो जस्तो लाग्यो धादिङतिर गयो त्यहाँबाट त सबैले धेरै मिस गरे जस्तो क्या कुकुर डगी भेजिटेबल सधैँ हामी त अनि खालि त्यही त हुन्छ नि त हामी त त्यो भएर मैले चाहिँ आज के बनाऊँ फेरि मैले यो अन्तको चाहिँ मैले भिडियो चाहिँ यो डिभाइसमा लेखेन क्या यो डिभाइस मैले अन्त नि लगइन गरेँ होइन कि यो एकाउन्ट फेरि गर्दाखेरि हिँड्न अब कस्तो भिडियो बनाउने कस्तो गर्ने साथीहरूले लाफा 220 यो राम्रो छ यो च्यानल पुरानो च्यानल लैजानु भेना अगाडि भन्नु हो त्यसपछि बल्ल लाइभ बस्ने अलिअलि भिडियो हाल्ने गर्नु लगाएको क्या मैले साथीहरू बुझ्नुभयो ठिकै छ नि त एटलिस्ट अर्का भिडियो प्ले गरेर त राखिरहेको थियो भने अनि किन चाहिँ तपाईँको उ नगर्ने यो भिन्डी भयो यो भयो लालुपाते फुले बनाइमा अलिअलि यो तरकारी खाइयो यो मुन्टा टिपेर यसको पनि फर्सी मुन्टा मिठो हुन्छ नयाँ सिजनको यो राजमा भइहाल्यो यो कलमी गरेर यहाँ फेरि हाम्रो आज घाम चर्कोला खाएको बिहानै साथीहरू है तर यता It's good, घरमलाई चाहिँ समय खाइदियो क्या यो किराले क्या किराले त समय गर्ने के परेशवादी जस्तो भयो यो भिडियोको टाइटल के राख्ने भने सम्झिन्छु म कहिले कहिले माउन्टेन लभर विथ गार्डन भन्नु कि गार्डन भाइ भन्नु कि गार्डनिङ भन्नु कि कहाँबाट कसरी कहिले कहिले त टाइटल नआएरै दङ पर्छु हो म त साथीहरू है ओ यो घेरामा त कुतुर्किएछ नि त साथीहरू है मरै छ त खुइलिएछ त यार त्यहाँको त यार अब पानी पर्ने हावा आउने हुरी आउने घाम त्यस्तो डर लाग्दो फेरि चैत वैशाख भन्दा नि डेन्जरै घाम लाग्छ साथीहरू हाम्रो त अहिले मेरो समय Oh dear.
ओ टमाटर नि फल्न थालेछ साथीहरू टमाटर करेली अचार खान्नमा त करेली अचार हुन्छ नि खै त बनायो खै त यो मुला साग पकाएर खानु मन लाग्यो मलाई काँचै चाहिँ झ्यापझ्यापी खानु मन लागेन टक्क त्यहाँ चाहिँ फेरि हाम्रो महादेवको के भन्छ अरे त्यसलाई धतुराको बढ्छ त्यहाँ हाम्रो माउरी छ अलिअलि साथीहरू मेरो गार्डनको भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई सबैलाई मरिमरि धन्यवाद अहिले करेला भेजिटेबल तरकारीको सिजन हो फुलहरू पनि फुलिरहेछ यो गर्मी लागे पनि हामी त प्राङ्गारिक रूपमा त पहिला त गाउँतिर त त्यही तपाईँको के अरे कार्तिक मक्सिर मात्रै फुल फुल्थ्यो नि अहिले धेरै हाइब्रिड धेरै हावापानीमा हुने खाले आयो ठिक छ धेरै कलर देखिन्छ माउरी बस्छ जब चरा कराउँछ मजा आउँछ नि यो साथीहरू होइन त नि साथीहरू यसो झारपात टिप्ने पानी हाल्ने दुई चारवटा तरकारी लाउने खाने लाइफ इज गुड नट फर ट्रेड व्यापार होइन आफै लाउने आफै खाने होइन टाइम फुल पनि पहेँलो फुलेको छ यो फुल है कस्तो कोही रातो कोही पहेँलो यस्तो हुने क्या फुल पनि फर्सी मुन्टा खाइयो दुई चार साग अनि यो इस्कुसको पनि मुन्टा खाइयो फल्दैन भन्ने कुरा भयो भने चाहिँ मुन्टा खाइयो तर अब झ्याङ्गिन्छ होला मतलब फल्छ जस्तो नि लागेको लागि चाहिँ तर अहिले साथीहरू हेरिदिनु भएको मरिमरि धन्यवाद फेरि अरू भिडियो नि हेरिदिनु होला ट्रेकिङ राजनको हेर्नु होला लक्ष्मी राणा साइलीको हेर्नु होला यो भयो तपाईँलाई सपोर्ट चाहिन्छ भने खुलेरै लेख्नु होला कमेन्टमा मिठो कमेन्ट छाडिदिनु होला नयाँ हुनुहुन्छ भने जोडिदिनु होला सब्सक्राइब गर्नु होला है साथीहरू है त म छुटेँ ल